नमस्ते एभ्रिवन, वेलकम टु। आज हाम्रो टपिक रहेको छ एकदमै बेसिक, वाट इज म्यानिफेस्टेसन। म्यानिफेस्टेसन भनेको के हो, त्यसको लागि हामीले बुझ्नुपर्ने कुराहरू छ। अनसिन रियालिटी, थ्री सिन रियालिटी। अनसिन रियालिटी के हो? हाम्रो फोर्थ डाइमेन्सनल रियालिटी, जसलाई हामीले मेन्टल प्लेन भन्न सक्छौँ, जसमा पर्छ हाम्रो इमेजिनेसन। त्यस्तै गरी सिन रियालिटी, जसलाई हामीले थर्ड डाइमेन्सनल रियालिटी भन्छौँ, त्यसलाई फिजिकल प्लेन पनि भन्न सक्छौँ, जुन चाहिँ हामीले आफ्नो 5 सेन्सेसहरूले अनुभव गर्न सक्छौँ। जब कुनै कुरा चाहिँ आफ्नो इमेजिनेसन, फोर्थ डाइमेन्सनल रियालिटी, मेन्टल प्लेनबाट चाहिँ हामीले थर्ड डाइमेन्सनल रियालिटी यानि कि फिजिकल रियालिटी र 5 सेन्सेसमा त्यसलाई मटेरियलाइज गर्न सक्छौँ भने त्यसलाई नै भन्छ म्यानिफेस्टेसन। सो फर इक्जाम्पल, यहाँ छ हामीलाई चक्लेट। जस्तै मलाई एउटा डिजायर आयो, मलाई चक्लेट खान मन लागिरहेछ। मेरो फेभरेट चक्लेट चाहिँ मैले इमेजिन गरेँ, खाएको हो। यो के भयो? फोर्थ डाइमेन्सनल रियालिटी। अनसिन रियालिटीमा चाहिँ मैले इमेजिनेसन युज गरेर चाहिँ चक्लेट सम्झेँ भने अब त्यही कुरा चाहिँ मेरो थर्ड डाइमेन्सनल रियालिटीमा विथ माई 5 सेन्सेस चाहिँ मैले त्यही चक्लेट मटेरियलाइज गर्न सकेँ भने त्यसलाई भन्छ म्यानिफेस्टेसन। सो दिस इज भेरी सिम्पल।